बेलीको म्याच चाहिँ धेरै इन्ट्रेस्टिङ हो के। स्टार्टिङमा नेपालले निकै खेल्या हो, जित्ने पर्सेन्टेज ठिकै थियो, अनि 60-70 रनमा 0 विकेट। सबलाई होप थियो क्या यार नेपाल जित्यो। एक बॉलर आयो मासाला, को हो त्यो नाम, के नाम हो, त्यसले 3 ओभर लगातार 3 ओभरमा साला 3 विकेट लियो क्या, चटकाइदियो 3 विकेट। बबाल भयो। त्यो पछाडि त म्याच स्कटल्यान्डको पक्षमा गयो, नेपाल चाहिँ हार्नै बच्या हो के। अनि फेरि दिपेन्द्र सिंह ऐरी, सुदूरको बाघ भन्या चाहिँ त्यो हो क्या, आयो। त्यसको चौथो ओभर बाँकी थियो, त्यही बौलरमा छक्का हानेर त्यसको पसिना छुटाइदियो। खेल्दा यो हेर, दिपेन्द्र सिंह ऐरी भन्या चाहिँ रिकर्ड बनायो क्या। अहिलेसम्म सबभन्दा हाइएस्ट रन चाहिँ दिपेन्द्र ऐरीको छ। नेपाल टिम हारे पनि प्रदर्शन चाहिँ राम्रै गरे हो क्या। इङ्ल्यान्ड जसो टिमलाई पसिना छुटाइदिया हो फर्स्ट म्याचमा, अनि त्यो पछि प्रदर्शन चाहिँ ठिक भएन 2 म्याचमा। लास्ट म्याच जित्यो, त्यो चाहिँ धेरै खुसी भयो। अग्लो पालि चाहिँ राम्रै प्रदर्शन गर्छ जस्तो लाग्छ। के हुन्छ जे भए पनि ठिकै खेल्या हो, अनि त्यतिसम्म खेल्नु पनि ठिकै हो।